हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी बाबे काट्न जाँदैछौँ। यहाँ मैले बहिनीहरूलाई बटुल्यो हाम्रो गाउँका। हाम्रो घर चाहिँ 2 वर्ष भयो पिङ नहालेको। अहिले चाहिँ जसरी नि हाल्न पर्यो भनेर अब आजकल सप्तमीका दिन भए पनि हामीले आज बाबे काट्न जाँदैछौँ। अनि त्यसपछि अङ्कलहरूलाई बोलाएर चाहिँ पिङ बाट्न पठाउने छौँ गाइजहरू। अघि नै भ्लग स्टार्ट गऱ्यो होला भनेको त भिडियो मात्रै देखेको तर स्टार्टै नभएको रहेछ। यत्रो उता बाटो देखाएँ मैले, कति भिरालो त्यो त स्टार्ट नै भएन लास्टमा। कति अप्ठ्यारो बाटो थियो। ओइ बाघले हाल आइहाल्यो, पछाडि हिँड। बाघले हजुर अहिले जानु होला त्यता। होइन यिनले त होइन, कसले बजार यिनले हैछ गाइज। हामी चाहिँ अब खरबारी यहाँ पुग्न अझै छ टाइम। अहिले आधा टाइम। हामी चाहिँ यति 5 जना आहाम अहिले यहाँ बाबियो काट्न। पिङ खेल्ने बेलामा त्यहाँ कति धेरैजना 15-20 जनालाई हाल्न। हामी मात्र खेलेको गएर तिनीहरूलाई अलिअलि मात्र दिने खेल्नु। हामी मात्र धेरै खेल्ने। गाइज हामी चाहिँ यो खोल्सामा पहिला अलिक सानो हुँदाखेरि यहीँ नुहाउन आउँथ्यौँ, यहाँ कपडा धुन आउँथ्यौँ। हो त्यहाँ धारा बनाउँथ्यौँ। अहिले चाहिँ यहाँ धारो रहेन हो। मेरो चाहिँ यहाँ सानोमा एउटा चप्पल पनि बगाएको थियो कि, यहाँबाट बगाएर चाहिँ तलतिर ओए के गरियो अहिले बगाउले जस्तो भयो। उता तलतिर गयो न त जान सकेन सानैमा। अनि त्यसपछि बगायो मेरो चप्पल। अनि घर चाहिँ खाली हुट्टै जान पर्यो, त्यस्तो भएको थियो। यता बाँदरहरूले बेलौती टिपेर आइसकेछन्। बेलौती टिपेर के अरे गाइजहरू चाहिँ अब दोधारमा पऱ्यो पनि तलतिर जाने कि मासतिर जाने भनेर यहाँ चाहिँ बाटो यस्तो झाम्डी रहेछ यार। यहाँ त धेरै घाँसै घाँस। गाइज हामी चाहिँ बल्ल खरबारीमा आइपुग्यौँ। अब चाहिँ यहाँ खोज्न पर्यो बाबियो। जम्ने खर मात्रै रहेछ, बाबियो नै देखेन। खै त बाबियो। हामी चाहिँ बाबियो खोज्दैछौँ गाइज। अब चाहिँ गाइज म चाहिँ यहाँ यस्तो काँडामा फसेँ। हामी चाहिँ यहाँ बाबियो काट्दैछौँ। कति भयो अरे? कति भयो बाबियो? कति भयो? ल ठिक छ। यस्तो काँडा खायो म कताबाट जाने होला बाबियो गाइज। काँडाले मलाई चिमाट्यो होइन तान्यो। त्यसै दसैँ आयो भनेर हुन्छ। दसैँ आउनलाई यस्तो गर्नुपर्छ है। यति धेरै बाबियो काट्नुपर्छ, पिङ हाल्नुपर्छ। के अरे कस्तो बाटो हिँड्नुपर्छ। दसैँ आयो भनेर हुन्छ त्यसै। हाम्रो यति भयो, यो हाम्रो यति भयो। अब यता कति बनायो हेरौँ। खै यो भयो गङ्गाको। खै तिनीहरूले कति काटे हेरौँ। एउटा मुठो गर्नु। ओए कमरा हात राखेर दसैँ हुन्छ। बाबियो काट्ने खै कहाँ कति काटिएन खै जमुना गाइज हामी चाहिँ आउँदै यहाँ यिनको चप्पल जोड्यो। ल्याउ त यहाँ, ल्याउ त चप्पल ल्याउ त। यो भिडियो समाप्त। यिनी लुकिएन गाइज हेर्नुहोस्।
गाइज हामी चाहिँ अब फेरि चप्पल सप्पल टुटेको बनाएर क्याएर फेरि काट्न हिँड्ने भाइ ओए भ्यू ए मेरो त खुट्टामा सर्प जस्तो आएको भाइ हाम्रो बाबी लिएर उहाँ पुग्यो एउटा मुठा भयो यति बल्ल अर्को मुठा उता खै कहाँ गयो केटी चिच्याउँदै आछन् केटीहरू काम छैन यिनीहरूको अब त्यहीँनिर कोही गङ्गा त्यहाँबाट मास्तिर जाने हो त्यहाँबाट मास्तिर जाने हो अब बाब्य छ त्यहाँ राखेर अनि मास्तिर जाने यता मास्तिर हाम्रो बाटो चाहिँ यस्तो अप्ठ्यारो छ गाइजहरू यहाँ खोल्छु ओ लोटाउले सुस्तैन अल्झी भएको है खुट्टा सुस्तो त सुस्तो नानी बाबु गाउँमा ओ धन्नै मै लोटिनँ भाइ उता हेर्दा अब यहाँ जाने कसरी हो त नि म एउटा हातमा मोबाइल बोकेँ ए मैले त के गरेँ के अरे मान्छे खस्नु जस्तो बाटो छ त अलिक फोन खस्नु के भन्नलाई थियो र मलाई गाली गर्न भ्लग भइरहेको त्यहाँ भनेर रोक हो बाटे रे हो म त आएँ के लाई होइन म लोटे अरे कस्तो थियो त आइज आइज ओ जम्मै टाँसिन्छ कपडामा महादेवको शक्तिले मान्छेहरू त्यो खोज्न लाएर या कहाँ पुग्यो तिनीहरू कहाँबाट बोल्यो नि कहाँबाट देखिनँ म त हामीले 2 मुठा चाहिँ यहाँ लिएर आएर छोड्यौँ अब चाहिँ हामी अझै पुग्दैन त्यही भएर अन्त हिँड्यौँ के अरे बुझिन भन्न ल म त देखाउँछु त यिनले तेरो मेरो आवाज नचिनेर तिमीले सोच अर्को आएर के भिडियोमा घाम चर्के गाइज के अरे युट्युबमा हाल्छु मैले युट्युबमा के छेस खाउ खाउ बाबु खाएरै बाँच्ने हो आजको नास्ता त सेतो बेलौती सेतो रातो हुन्छ के गाइज हामी चाहिँ यहाँ नास्ता खान लाम अब एकछिनपछि बल्ल काटिने भाबियो नास्ताको व्यवस्था पनि छैन यत्रो ठुलो जुका ढाडेर बसेको मेरो खुट्टामा मम्मी पनि निकाल्दैन मलाई थाहा हुँदैन पार्टी पनि निकाल न ओहो नि त हेर त मेरो रगत खाएरमा सर्प जस्तो कति ठुलो कहाँ गयो